हेलो गाइस, कस्तो हुनुहुन्छ तपाईहरु? होप गर्छु ठिकै हुनुहुन्छ होला भन्ने आशा गर्छु। यो मेरो च्यानलको सेकेन्ड भिडियो। म खेल्दैछु रोब्लक्सको +1 इभल्भ एनिमल्स। म अहिले यो के हो, यो गिलेरी नेउरी मुसा हो जस्तै लाग्यो। नेउरी मुसा हो के हो त्यो बनिरहेको छु। यहाँ धेरै मलाई नलेज त थाहा छैन कि मलाई किन अल्फा ड्रागन लिनु भन्दैछ। मलाई रोबक्स यसले दिन्छ जो अल्फा ड्रागन लिनु भनेको। गाइस, एउटा कुरा भन्नु छ, मेरो फर्स्ट भिडियोमा धेरै ठुलो भोइस रेकर्ड त भएन। अहिले चाहिँ भोइस रेकर्ड मजाले हुन्छ। इभल्भ एनिमल अबुई सुरुमै इभल्भ कुखुराको पोथीको कुखुरा। आज म बनेको छु कुखुरा। ट्रेडिङ धेरै भयो अब जम्मे त। अबुई यो के हो, यो यस्तो स्पिडर फ्ल्यास लाफिङ इन कर्नर। गाइस, यो खास भिडियोहरू इन्टरटेनमेन्ट चाहिँ म तपाईहरुकै लागि गर्छु। यस्तो मलाई धेरै केही सकहरु चाहिँ छैन, तर म तपाईहरुकै लागि धेरै गर्छु। अहिले एउटा कुरा भनौँ गाइज, यस फ्री स्पिन छ नि, यो मिल्यो भने मलाई एडमिन टी-रेक्स मिल्छ। अब लक कस्तो हुन्छ, एडमिन टी-रेक्स यता होला नि, यता एडमिन सब अल्फा मात्रै रहेछ। एरो त यता देखाइरहेछ। एकछिन ल हेर्छु के छ। यो मिलो विन। मसँग 3 विन मात्रै रह्यो अहिले। स्टार्टर प्याक चाहिएन मलाई, स्टार्टर प्याक। यो रोबक्स चाहिँ लाउनु कस्तो हुन्छ होला यार। मैले अहिलेसम्म रोबक्स एकपल्ट पनि लाएकै छुइनँ नि। रोबक्स RBX इज कल्स टु रोबक्स। उइस, यसको स्पिड त के हो, तुफान जस्तै जान्छ त। 14 विन। मसँग के छ र 2x विन छ र 14 विन आयो मसँग। इभल्भ अर्को कति जान्छ हेरौँ त। अब 12 विन इजी। 12 विन पनि म गरिहाल्छु छिट्टै। मैले विन पनि कलेक्ट गरेँ, अब लिम होला यही। गाइस, जब मेरो स्पिड 25 जति हुन्छ म तपाईसँग मिल्छु। मेरो स्पिड 25 हुन्छ। मेरो रिभर पनि 25 मै हुने रहेछ। गाइस, मेरो 24 लेभल अहिले नै भइसकेछ अनि म यो कम्प्लिट गर्दैछु। यो कम्प्लिट हुन्छ कि हुँदैन। भयो 30 विन मिल्यो त यार। 2x विन छ कि क्या हो मसँग। ब्याक ट्रेल ट्रेल पनि मिल्यो मलाई। रिबर्थ पनि आयो। रिबर्थ यता ट्रेन गरौँ। लेभल स्पिडर फास्टर क्रोकोडाइल इभल्भ। अब घुस के हो, यो घुस खानु मलाई आउँदैन। गाइस, मेरो फेरि 26 लेभल भएको छ। म फेरि अब
लेभल पार गर्न गएको छु। यो बल धेरै स्पिडमा हुँदैछ। स्पिड ल्या म त छुइनँ पनि। फेरि जम्मा त के चाहिँ हुन्छ र कसले हामीलाई खाने होइन। खरायो कस्तो कुद्छ, म कुद्दै जान्छु। उइ सला यसले गयो भने कि रोबक्स साइलेन्टली पोलाइट भएर जाने। म नाके बोली बोल्न सकिरहेको छु होला। मलाई रुगा पनि लागेको छ अलि। 15 मिनट अगाडि जाऊँ। रिक्स 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 उइ सके यार। अब 80 मसँग 2x हुन्छ र 80 विन मिल्यो मलाई। इभल्भ गरौँ कि एकछिन +8 इभल्भ गर्दा कति प्लस जम्मा भयो। लिटरली इभल्भ भन्दै स्पिडै लिनु राम्रो रहेछ। तर इभल्भ पनि लिने होइन, यस्तो होइन कि इभल्भ नलिने, इभल्भ पनि लिने। ओइ स्टक has reached। यसलाई सक्छ त म। यो त के होइन मेरो अगाडि बच्चा हो बच्चा। रिक्स नलिकन 80 विन। फेरि यो इभल्भ घुस्यो मलाई राम्रो लागेन पनि इभल्भ। उयो के हो यो गाइस एकछिन ट्रेनिङ गर्छु अनि तपाईँदेखि मिल्छु म पुगेको लेजेन्डरी स्टेज। यो ट्राई गर्छु हुन्छ कि हुँदैन। यो पनि भयो कम्प्लिट। यो ट्राई गरौँ कि नगरौँ, यो ट्राई गर्छु म। बच्चे यो पनि भयो कम्प्लिट। 500 विन थाहा छ क्या मलाई, 500 नै मिल्छ। बकरिया ओए बकरिया बकरी बाख्रो। गाइस म भिडियो अहिले नै एन्ड गर्छु। धेरै टाइम पनि भयो, 8 मिनट जति लाग्यो मलाई। धेरै लङ भिडियो बनाउनु पनि छैन। त्यसैले चिल्ड्रेन टेक एन्ड एभ्रिवान सायोनारा। कता भिडियो नै एन्ड भएन त, सायोनारा।